Hello everyone. Today we are going to start a new chapter and it is alternating current. यो चाहिँ हाम्रो इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमको लास्ट सब च्याप्टर हो है। यस च्याप्टरभित्र चाहिँ आरएमएस भ्याल्यु, फेजर डायग्राम अफ क्यापासिटेन्स, इन्डक्टेन्स, रेसिस्टेन्स अनि त्यसपछि एसी सर्किट्सहरूको क्वालिटी फ्याक्टर, पावर फ्याक्टर जस्ता टपिक्सहरू चाहिँ रहन्छन्। र सुरुमा हेरौँ अल्टरनेटिङ करेन्ट हैन। अब हामीले 12 मा हेरिसकेको पनि छौँ। एकचोटि फेरि हेर्नु पर्दाखेरि अल्टरनेटिङ करेन्ट भनेको यस्तो करेन्ट हो जुन करेन्टको म्याग्निट्युड विथ टाइम भेराइ गर्छ हैन। म्याग्निट्युड के गर्छ, भेराइ गर्छ र डाइरेक्सन के हुन्छ, अल्टरनेट हुन्छ अथवा अल्टरनेट डाइरेक्सन्समा भनेको एकचोटि पोजिटिभ भयो अर्कोचोटि नेगेटिभ गर्दै अल्टरनेट डाइरेक्सन्सहरूमा यदि करेन्ट फ्लो हुन्छ भने यसलाई हामी अल्टरनेटिङ करेन्ट भनेर भन्छौँ है त। हामीले यहाँनिर इमेजमा हेर्ने हो भने फिगरमा डाइरेक्ट करेन्टको ग्राफ हेर्ने हो भने उसको म्याग्निट्युड के छ, टाइमसँग कन्स्ट्यान्ट पनि छ हैन। र उसको म्याग्निट्युड सधैँ एउटै डाइरेक्सनको मात्रै छ हैन, पोजिटिभ डाइरेक्सनको मात्रै छ भने अल्टरनेटिङ करेन्टको कुनै टाइममा पोजिटिभ छ भने कुनै टाइममा नेगेटिभ छ, कुनै टाइममा पोजिटिभ छ हैन। यसरी चाहिँ डाइरेक्सन यसको अल्टरनेट भइरहेको छ, ठीक छ। र यदि यो करेन्ट यदि म्याग्निट्युडमा मात्र भेराइ भएको छ भन्नुको मतलब यसरी भेराइ भइरहेको छ भने यसलाई पनि हामी डाइरेक्ट करेन्ट नै भन्छौँ है त। म्याग्निट्युडमा मात्र भेराइ भयो भने पनि यसलाई डाइरेक्ट करेन्ट नै भन्छौँ। तर यो के हुँदैन, कन्स्ट्यान्ट डाइरेक्ट करेन्ट हुँदैन, भेराइङ डाइरेक्ट करेन्ट हुन्छ। तर यदि एउटा साइकल पोजिटिभ छ र अर्को साइकल नेगेटिभमा आएको छ हैन, टाइमको अलङमा चाहिँ करेन्टको डाइरेक्सन चेन्ज भइरहेको छ भने यसलाई चाहिँ हामी भन्छौँ अल्टरनेटिङ करेन्ट है त। हामीले यहाँ फिगरमा पनि हेरौँ हैन। फर्स्टमा यहाँनिर यो करेन्टको अप टु टाइम t/2 पोजिटिभ हाफ साइकलमा करेन्ट छ हो। त्यसपछि t/2 देखि t सम्मको टाइम पिरियडमा नेगेटिभ हाफ साइकलमा करेन्ट छ। ओके, अब सिम्बल्सहरू हेर्ने हो भने डाइरेक्ट करेन्टको सिम्बल अथवा डाइरेक्ट करेन्टको सोर्स इएमएफलाई चाहिँ हामीले ब्याट्रीलाई यस्तो सिम्बल्सहरूले रिप्रेजेन्ट गर्थ्यौँ। र यो अप्पर बिगर लाइन र स्मलर लाइनले चाहिँ के रिप्रेजेन्ट गर्थ्यो भन्दा हायर पोटेन्सियल र लोवर पोटेन्सियल अथवा पोजिटिभ टर्मिनल र नेगेटिभ टर्मिनल भनेर रिप्रेजेन्ट गर्थ्यो। तर एसीमा अल्टरनेटिङ करेन्ट भइसकेपछि करेन्टको डाइरेक्सन कन्टिन्युसली अल्टरनेटेड छ अथवा भोल्टेज पनि के छ, कन्टिन्युसली चेन्ज छ के। भन्नाको मतलब हरेकचोटि यो पोइन्टको पोलारिटी पोजिटिभ हुन्छ कि नेगेटिभ हुन्छ भनेर भन्न सकिँदैन। यदि यो पोइन्ट पोजिटिभ पोलारिटीको छ भने यो पोइन्ट नेगेटिभ पोलारिटीमा आउँछ, यो नेगेटिभ पोलारिटीको छ भने फेरि यो पोजिटिभ पोलारिटीको गरेर अल्टरनेट भइरहेको छ हैन। त्यस कारणले गर्दा हामीले अल्टरनेटिङ सोर्सको सिम्बल दिनु पर्यो भने चाहिँ यसरी सिम्बलाइज गर्छौँ। ओके, ल अब हामीले यहाँनिर सिम्बल्समा पनि हेर्न सक्छौँ। यदि फर्स्टमा हेर्नुहोस् है, यो टर्मिनल पोजिटिभ छ र यो टर्मिनल नेगेटिभ छ भने यो डार्क एरोले चाहिँ यसको डाइरेक्सन देखाइरहेको छ हैन। तर ठ्याक्क चेन्ज भएपछि के हुन्छ, 1 हाफ साइकल पछि जब करेन्टको भ्यालु चेन्ज हुन्छ, करेन्टको डाइरेक्सन चेन्ज हुन्छ, तब यो डटेड एरो जसरी यो माथिल्लो पोइन्ट चाहिँ केमा जान्छ, अब पोजिटिभ टर्मिनलमा जान्छ, यो नेगेटिभमा जान्छ। त्यस कारणले गर्दा यो डटेड एरोको अलङ चाहिँ यो रेसिस्टरमा करेन्ट बग्छ भनेर यो फिगरमा देखाइएको छ है त। यही सिम्पल बेसिक कुराहरू छन् हैन, हामीले पढेकै कुराहरू छन्। अब अल्टरनेटिङ करेन्ट भनेको करेन्ट अफ भेराइङ म्याग्निट्युड एन्ड पोलारिटी विथ टाइम हो हैन त। र अब अल्टरनेटिङ करेन्ट प्रोड्युस गर्नलाई जुन भोल्टेज रेस्पोन्सिबल हुन्छ त्यसलाई नै हामी भन्छौँ अल्टरनेटिङ भोल्टेज, ठीक छ। र अल्टरनेटिङ करेन्ट्सहरू चाहिँ जेनेरली साइनोसोइडल इन नेचरको हुन्छन्। नट नेसेसरी है, सधैँ साइनोसोइडल नेचरको हुनैपर्छ भन्ने चाहिँ होइन, तर जेनेरली साइनोसोइडल नेचरको हुन्छन्। अल्टरनेटिङ करेन्टलाई हेर्ने हो भने अल्टरनेटिङ करेन्ट साइनोसोइडल बाहेक अरू वेभ फर्म्सहरूमा पनि एक्जिस्ट गर्न सक्छ। जस्तै कि यदि हामीले फिगरहरू हेर्ने हो भने हामीले जेनरली देख्ने भनेको यस्तो साइन वेभ फर्म हो हैन, तर यस्तो ट्रायङ्गुलर वेभ फर्ममा पनि एक्जिस्ट गर्न सक्छ, स्क्वायर वेभ फर्ममा पनि गर्न सक्छ र अरू कुनै कम्प्लेक्स टाइपको वेभ फर्ममा पनि एक्जिस्ट गर्न सक्छ। अब अल्टरनेटिङ करेन्टसँग रिलेटेड केही बेसिक टर्म्सहरू छन्, त्यो बेसिक टर्म्सहरूलाई हेरौँ है त। सबैभन्दा पहिला हेरौँ टाइम पिरियड। टाइम पिरियड भनेको कुनै पनि अल्टरनेटिङ करेन्ट 1 साइकल कम्प्लिट गर्नको लागि जति टाइम लिन्छ त्यही नै हो त्यसको टाइम पिरियड हैन त। अब 1 साइकलमा के हुन्छ, करेन्ट 0 बाट म्याक्सिमम पोजिटिभ भ्यालुमा पुग्छ, त्यसपछि फेरि घटेर 0 मा आउँछ, अनि म्याक्सिमम नेगेटिभ भ्यालुमा पुग्छ र फेरि बढेर 0 सम्म पुग्छ। र अब यसपछि के हुन्छ, फेरि अघिकै साइकल स्टार्ट हुन्छ हैन, फेरि उ बढेर म्याक्सिमम पोजिटिभमा पुग्छ एन्ड सो अन एन्ड सो फोर्थ। त्यसकारणले गर्दा यो वेभ फर्मको
कुनै पनि एउटा साइकल लिने हो भने जुन लिँदा पनि हुन्छ, जस्तै कि अहिले हामीले 0 to 0 लाई यसरी टाइम पिरियड भनेर भन्यौँ होइन, तर यो पोजिटिभ म्याक्सिमम टु पोजिटिभ म्याक्सिमम बिचको टाइम हेऱ्यौँ भने पनि यसले पनि एउटा टाइम पिरियड नै दिइरहेको हुन्छ होइन। र यो इन्टरमिडिएट 0 भ्यालु र इन्टरमिडिएट 0 भ्यालुको बिचको टाइम पिरियड हेऱ्यौँ भने पनि यसले नि हामीलाई टाइम पिरियड नै दिइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि वान साइकल कम्प्लिट गर्नको लागि अल्टरनेटिङ करेन्टलाई जति टाइम रिक्वायर्ड हुन्छ त्यसलाई नै हामी भन्छौँ टाइम पिरियड अफ अल्टरनेटिङ करेन्ट है त। सिम्पल छ, यसलाई हामीले टीले रिप्रेजेन्ट गर्छौँ। अब टी भनेको 2π/ओमेगा हुन्छ होइन। ओमेगा भनेको के हो? एङ्गुलर फ्रिक्वेन्सी, यो वेभको चाहिँ एङ्गुलर फ्रिक्वेन्सी हो है त। त्यस्तै गरी यो कुनै पनि दुईवटा करेस्पोन्डिङ पोइन्ट्सहरूको अक्रसमा मेजर गर्न सकिन्छ भनेर हामीले कुरा गऱ्यौँ है त। र नेक्स्ट टर्म छ अब हेरौँ फ्रिक्वेन्सी। फ्रिक्वेन्सी भनेको हामीलाई थाहा छँदैछ होइन, कुनै पनि अल्टरनेटिङ करेन्टको साइकल 1 सेकेन्डमा अथवा 1 युनिट टाइममा कतिवटा साइकल्सहरू टेक प्लेस गर्छन् भन्ने कुरा नै के हो? फ्रिक्वेन्सी हो होइन त। भनेपछि इट इज नथिङ मोर देन जस्ट द नम्बर अफ साइकल्स पर युनिट टाइम अथवा पर सेकेन्ड होइन त। हामीले यहाँनिर हेर्न सक्छौँ, जस्तै कि 1 सेकेन्डमा यो वान साइकल मात्र कम्प्लिट गर्यो हो भनेपछि यसको फ्रिक्वेन्सी 1 हर्ज भयो अथवा 1 साइकल पर सेकेन्ड भयो। यसले 1 सेकेन्डमा दुईवटा साइकल्सहरू कम्प्लिट गरेको छ, यसको फ्रिक्वेन्सी 2 हर्ज भयो होइन। र जेनेरली हाम्रो घरतिर जुन करेन्ट आउँछ त्यो करेन्टको चाहिँ फ्रिक्वेन्सी 50 हर्ज बराबरको हुन्छ, यानि कि त्यसले 1 सेकेन्डमा 50 साइकल्सहरू कम्प्लिट गर्छ। भन्नको मतलब 50 चोटि त्यो करेन्ट चाहिँ पोजिटिभ नेगेटिभ भएर असिलेट भइरहेको हुन्छ। यो भ्यालु चाहिँ एसियन कन्ट्रिजहरूमा मोस्टली 50 साइकल्स हुन्छ होइन पर सेकेन्ड अथवा 50 हर्ज हुन्छ। अमेरिकन युरोपियन कन्ट्रिजहरूमा जहाँनिर अलिकति हायर क्वालिटीको इलेक्ट्रिसिटी डिस्ट्रिब्युट गरिन्छ त्यहाँनिर चाहिँ 60 हर्जसम्मको पनि एसी युज गरिन्छ है त। त्यस कारणले गर्दा फ्रिक्वेन्सी भनेको के रहेछ त? नम्बर अफ साइकल्स पर युनिट टाइम। यो हामीले पढिरहेकै कुरा हो, वेबमा पनि हामीले पढ्यौँ होला होइन। यसको युनिट हर्ज हुन्छ, हर्ज भनेको 1 साइकल पर सेकेन्ड भइहाल्यो होइन त। र अब एङ्गुलर फ्रिक्वेन्सीसँग कसरी रिलेटेड छ भनेर भन्नुपर्दाखेरि ओमेगा इक्वल्स टु 2πf अथवा अघि हामीले भन्यौँ एङ्गुलर फ्रिक्वेन्सी ओमेगा इक्वल्स टु 2π/t, किनकि फ्रिक्वेन्सी भनेको के हो? 1/t हो नि होइन। त्यस कारणले गर्दा यो एक्सप्रेसन्सहरू त छँदै नै छ है त। ल मुभिङ अन, अर्को टर्म छ इन्स्ट्यान्टेनियस एसी। अब हेर्नुहोस् है, अघि हामीले के भन्यौँ भन्दाखेरि अल्टरनेटिङ करेन्टको भ्याल्यु 1 साइकलमा कन्टिन्युसली चेन्ज हुन्छ, इन टर्म्स अफ म्याग्निट्युड पनि चेन्ज हुन्छ, इन टर्म्स अफ डाइरेक्सन पनि चेन्ज हुन्छ। यदि भएन भने एटलिस्ट इन टर्म्स अफ डाइरेक्सन चाहिँ चेन्ज हुन्छ नै हुन्छ, म्याग्निट्युडमा चाहिँ चेन्ज नहुन पनि सक्छ। कस्तो केसमा हुँदैन होला भन्दाखेरि स्क्वायर वेभ फर्म हुन्छ नि, स्क्वायर वेभ फर्मको केसमा चाहिँ म्याग्निट्युडमा चाहिँ चेन्ज नहुन सक्छ क्या। जस्तो कि तपाईँको यो 2 एम्पियर भयो, यो -2 एम्पियरको लाइन भयो होइन। यदि मैले यहाँबाट यसरी डटेड लाइन ड्र गरेँ, यसरी डटेड लाइन ड्र गरेँ, ठिक छ। अब हेर्नुहोस्, यदि तपाईँको एसीको नेचर यस्तो छ भने यसरी हरेक साइकलमा 2 एम्पियर पोजिटिभ 2 एम्पियर नेगेटिभ थ्रु द इन्टायर हाफ साइकल यसरी करेन्ट मेन्टेन गरिरहेको छ, ठिक छ। यसरी नै वेभ फर्म गइरहेको होला होइन। भने यो एसीको जुन पोइन्टमा पनि यदि तपाईँले म्याग्निट्युड लिनुभयो यो करेन्टको भने इन्स्ट्यान्टेनियस एसीको म्याग्निट्युड 2 एम्पियर आउँछ। तर यदि तपाईँले यसको डाइरेक्सन लिनुभयो भने चाहिँ पोजिटिभ हाफ साइकलमा एउटा डाइरेक्सनमा हुन्छ भने नेगेटिभ हाफ साइकलमा ठ्याक्कै अपोजिट डाइरेक्सनमा हुन्छ है त। सो यस्तो वेभ फर्ममा चाहिँ फरक हुन सेम हुन पायो म्याग्निट्युड, नत्र जेनेरल्ली अरू वेभ फर्म्सहरूको लागि के हुन्छ? एसीको भ्यालु म्याग्निट्युडमा र पोलारिटी दुवैमा चेन्ज भइरहेको हुन्छ विथ टाइम होइन। र कुनै एउटा पोइन्ट अफ टाइममा तपाईँले एसीको भ्यालु कति छ है त, त्यो सर्किटमा करेन्टको भ्यालु कति छ है त भनेर मेजर गर्नुभयो भने त्यसलाई नै हामी भन्छौँ इन्स्ट्यान्टेनियस एसी। नामबाटै क्लियर छ होइन, एसी एट द्याट इन्स्ट्यान्ट अफ टाइम होइन। अब इन्स्ट्यान्टेनियस भ्यालु अफ एसी कसरी लेख्न सकिन्छ भनेर भनियो भने हामीले चाहिँ करेन्टलाई नै करेन्टको एक्सप्रेसनको रूपमा लेखेर अनि त्यसपछि भोल्टेजको एक्सप्रेसन्सहरू पनि डिराइभ गर्न सक्छौँ। पहिला भोल्टेजको एक्सप्रेसन लेखेर करेन्टको एक्सप्रेसन डिराइभ गर्न पनि सक्छौँ है। बोथ अफ देम आर फाइन। तपाईँहरूले यदि बुकहरू रिफर गर्नुभयो भने कुनैमा पहिला भोल्टेजको एक्सप्रेसन लेखेर अनि करेन्टलाई डिराइभ गरेको छ, कुनैमा करेन्टको डिराइभ गरेर भोल्टेजलाई लेखेको छ भने कुनैमा चाहिँ जहाँनिर जसरी बुझ्दा सजिलो हुन्छ त्यही अनुसारले
पहिला करेन्ट अथवा पहिला भोल्टेज राखेर क्याल्कुलेट गरिएको छ है त। म अहिले चाहिँ यहाँनिर भोल्टेजको एक्सप्रेसन लेखेर चाहिँ स्टार्ट गर्छु र अनि त्यसपछि हामी बिस्तारै करेन्टको एक्सप्रेसन्सहरू पनि डिराइभ गर्दै जान्छौँ, जुनले चाहिँ हामीलाई इन्स्टेन्टेनियस एसीको भ्यालु क्याल्कुलेट गर्न हेल्प गर्छ है त। ल सुरुमा यदि मैले एउटा भोल्टेजको इन्स्टेन्टेनियस भ्यालुको एक्सप्रेसन लेखेँ अरे है, V इज टु V नट साइन ओमेगा टी भनेर लेखेँ। ओके, अब हजुरहरूलाई थाहा छँदैछ यहाँ साइन फङ्सन अट्याच भएको छ भने यो V भन्ने फङ्सनको म्याक्सिमम भ्यालु कति बेला हुन्छ, जब साइन फङ्सनको भ्यालु 1 हुन्छ। जब साइन फङ्सनको भ्यालु 1 हुन्छ, V को भ्यालु म्याक्सिमम V नट हुन्छ होइन। त्यसैलाई नै हामीले के भनेको पिक भ्यालु अफ भोल्टेज भनेर भनेको हो। V नट भनेको के हो, पिक भ्यालु अफ भोल्टेज। र यो साइन ओमेगा टीले चाहिँ के जनाइरहेको छ भन्दाखेरि विथ टाइम यो V भन्ने भ्यालु अफ इन्स्टेन्टेनियस भोल्टेज चाहिँ के भइरहेको छ, टाइमसँग साइनोसोइडल्ली भेराइ भइरहेको छ। जस्तै कि तपाईँले यस्तो ग्राफ हेर्नुभयो भने के देख्न सक्नुहुन्छ त, यसरी जसरी साइन वेभ भेराइ हुन्छ त्यसरी नै यो भेराइ भइरहेको छ, ठिक छ। र यसको म्याक्सिमम भ्यालु कति छ, V नट छ। अब यसको नेगेटिभ म्याक्सिमम भ्यालु कति हुन्छ होला, माइनस V नट बराबरको हुन्छ होला होइन। र यसरी चाहिँ यो भेराइ भइरहेको छ विथ टाइम। यो पोइन्ट कति बेला अचिभ हुन्छ, 180 डिग्रिजमा अथवा पाई एङ्गलमा अचिभ हुन्छ भनेको जुन बेला ओमेगा टी इक्वल्स टु पाई हुन्छ, अथवा तपाईँको ओमेगा टी भनेको कति हो, 2 पाई बाई क्यापिटल टी टाइम्स स्मल टी भनेको पाई हुन्छ। द्याट इज टी इक्वल्स टु टी बाई 2 भन्ने पोइन्टमा चाहिँ यो पोइन्ट अचिभ हुन्छ भने टी टाइम पिरियडमा यो पोइन्ट अचिभ हुन्छ। र यसलाई नै हामीले के भनेको अघि 1 साइकल भनेर भनेको नि होइन हो। यसरी 1 साइकल भरिमा भोल्टेजको भ्यालुको भेरिएसन देखाउने यो कर्भलाई चाहिँ हामी भन्छौँ वेभ फर्म अफ एसी। ओके, यसलाई हामी भन्छौँ वेभ फर्म अफ एसी। र यसको इक्वेसन चाहिँ यसले रिप्रेजेन्ट गरिरहेको छ, अथवा यो इक्वेसनलाई हामीले ग्राफमा यसरी रिप्रेजेन्ट गऱ्यौँ है त। त्यसै गरी अब करेन्टको पनि सिमिलर एक्सप्रेसन लेख्न सकिन्छ। ओके, करेन्टको पनि सिमिलर एक्सप्रेसन लेख्न सकिन्छ, तर यहाँनिर थोरै ट्विस्ट छ। यहाँनिर ट्विस्ट के छ भन्दाखेरि यो कि त तपाईँले भोल्टेजको एक्सप्रेसन लेखेर स्टार्ट गर्नुहोस् र करेन्टको एक्सप्रेसन सर्किटको कन्डिसनहरू अनुसार डिराइभ गर्नुपर्छ होइन, कि त तपाईँ करेन्टको एक्सप्रेसन लेखेर स्टार्ट गर्नुहोस् र भोल्टेजको एक्सप्रेसन सर्किटको कन्डिसन अनुसार डिराइभ गर्नुपर्छ। यसमा फरक चाहिँ के कुरामा आइदिन्छ भने, मानौँ तपाईँले V इक्वल टु V नट साइन ओमेगा टी लिएर स्टार्ट गर्नुभयो र तपाईँले क्याल्कुलेट गर्दै जानुभयो भने करेन्टको एक्सप्रेसन चाहिँ तपाईँको I इज इक्वल्स टु I नट साइन ओमेगा टी होइन, साइन ओमेगा टी। यहाँनिर केही एउटा एडिसनल क्वान्टिटी चाहिँ आइदिन सक्छ। ओके, यो एडिसनल क्वान्टिटीलाई हामी के भन्छौँ, फेज डिफरेन्स भनेर भन्छौँ। यो एडिसनल क्वान्टिटीलाई हामी भन्छौँ फेज डिफरेन्स। ओके, फेज डिफरेन्स बिट्विन करेन्ट एन्ड भोल्टेज भनेर भन्छौँ है त। अहिले यदि यो दुईटा एक्सप्रेसन साइमल्टेनियसली एक्जिस्ट गर्ने हो भने जुन एउटा केसमा गर्छ पनि, कुन केसमा गर्छ हजुरहरूलाई सायद याद पनि छ होला, प्योरली रेसिस्टिभ एसी सर्किट भएको बेलामा चाहिँ यस्तो टाइपको एक्सप्रेसन एक्जिस्ट गर्छ होइन त। भोल्टेज र करेन्ट चाहिँ इन फेज हुन्छ होइन। त्यति बेला चाहिँ यहाँनिर यदि यो एक्सप्रेसन र यो एक्सप्रेसन कम्पेयर गर्ने भने हामीले के भेट्छौँ, फाइ इक्वल टु 0 भनेर भेट्छौँ नि। त्यस कारणले गर्दाखेरि फेज डिफरेन्स छैन भन्ने कुरा देखिन्छ होइन, तर अरू केसमा फेज डिफरेन्स पनि आउन सक्छ। ओके, सो यो दुईटा एक्सप्रेसन सधैँ साइमल्टेनियसली ट्रु हुन्छ भनेर चाहिँ भन्न खोजेको होइन है, बस यसरी भेराइ हुन्छ, यो फर्ममा भेराइ हुन्छ भनेर मात्रै देखाएको। अब यहाँनिर यो एक्सप्रेसनमा V नट भनेको पिक भ्यालु अफ भोल्टेज भयो जस्तै यहाँनिर I नट भनेको पिक भ्यालु अफ करेन्ट हुन्छ। ओके, मुभिङ अन, पिक भ्यालु भनेको के, अघि नै हामीले कुरा गरिसक्यौँ होइन। कुनै पनि एउटा एसीले आफ्नो 1 साइकल हुँदैमा म्याक्सिमम पोजिटिभ अथवा म्याक्सिमम नेगेटिभ भ्यालु जति अब्टेन गर्छ त्यसलाई नै हामी पिक भ्यालु भनेर भन्छौँ। अब यदि हामीले करेन्टको कुरा गरिरहेछौँ भने पिक भ्यालु अफ करेन्ट आउला होइन, यदि भोल्टेजको कुरा गरिरहेछौँ भने पिक भ्यालु अफ भोल्टेज आउला। त्यस कारणले यो चाहिँ के हो, म्याक्सिमम भ्यालु अफ एसी हो, पोजिटिभ पनि हुन सक्ला नेगेटिभ पनि हुन सक्ला होइन। दुईटैमा म्याक्सिमम भ्यालु आएको छ, एउटामा म्याक्सिमम पोजिटिभ आएको छ, अर्कोमा नेगेटिभ आएको छ, विथ रेस्पेक्ट टु के, यो जिरो भोल्टेजको अथवा जिरो करेन्टको जुन लाइन छ यो करेन्टको लाइनबाट म्याक्सिमम माथि अथवा म्याक्सिमम तल कति गएको छ भनेर चाहिँ हामीले हेरेको है त। अब पिक भोल्टेजको सिम्बल हामीले जेनरली V नट भनेर लेख्छौँ होइन, र पिक करेन्टको सिम्बल I नट भनेर लेख्छौँ। अब यो सिम्बल त हजुरहरूले कुनै अरू युज गर्नुहुन्छ भने पनि इट्स कम्प्लिटली फाइन है त। कसैले अब I इज इक्वल्स टु I म्याक्स साइन ओमेगा टी प्लस 30 डिग्री, ल यस्तो फर्ममा पनि एक्सप्रेसन लेखिदिन सक्छ। अब यो I म्याक्स भनेको के हो, हाम्रो पिक भ्यालु अफ करेन्ट हो भनेर हामीले बुझ्नु पर्यो है त। त्यही भएर
नोटेसन्सहरू आफ्नो कम्फर्टको अनुसार युज गर्न सकिन्छ होइन। र हामीले बेसिक पिक भ्यालुमा चाहिँ के थाहा पाउनु पऱ्यो भने म्याक्सिमम् पोजिटिभ र नेगेटिभ भ्यालु नै हो होइन। र यिनीहरू चाहिँ के हुन् त, यो वेभ फर्मको म्याक्सिमम् भ्यालुजहरू हुन्। अब वेभको म्याक्सिमम् भ्यालुलाई हामीले के भन्छौँ, एम्प्लिच्युड भनेर भन्छौँ। त्यस कारणले गर्दाखेरि यिनीहरूलाई एम्प्लिच्युड अफ भोल्टेज अथवा एम्प्लिच्युड अफ करेन्ट पनि भनिन्छ। त्यो भनेको के हो, पिक भ्यालु अफ भोल्टेज, पिक भ्यालु अफ करेन्ट नै भनेको हो है त। मुभिङ अन, अर्को टर्म छ एभरेज भ्यालु भनेर। अब हेर्नुहोस्, एभरेज भनेको के हो, एभरेज भनेको जस्तै कि मानौँ मलाई 1 2 3 4 को एभरेज निकाल्नु पऱ्यो भने के गर्छु, म यो सबै भ्यालुजहरूको सम गर्छु, 1 2 3 र 4 को सम गर्छु र यसलाई के गर्छु, यति जति नम्बर अफ क्वान्टिटिजहरू छन् त्यो यनले डिभाइड गर्छु होइन। र हामीले एसीको टर्म्समा चाहिँ के गर्छौँ, एसीमा चाहिँ तपाईँको यस्तो वेभ फर्म छ भने, यस्तो वेभ फर्म छ र यो वेभ फर्मको मलाई यदि एभरेज निकाल्नु पर्यो, मानौँ एकछिनलाई यो ग्राफ भोल्टेजको थियो, ओके, यो ग्राफ भोल्टेजको हो र भोल्टेजको टाइमसँग यस्तो भेरिएसन छ होइन। यसलाई मैले एक्सप्रेसनमा लेखेँ भने v = v0 sin ओमेगा t भनेर यसरी लेख्न सक्छु रे होइन। एकछिनलाई मानिलिउँ, अब मलाई यसको एभरेज भ्यालु कति हो भनेर निकाल्नु पऱ्यो भने के गर्नु पऱ्यो, मैले यहाँनिर हरेक पोइन्ट्सहरू के गर्नु पऱ्यो, मेजरमेन्ट लिनु पऱ्यो होइन। यहाँनिर भोल्टेज कति छ, यहाँनिर भोल्टेज कति छ भनेर हरेक टाइममा चाहिँ मैले के गर्नु पऱ्यो, भोल्टेजलाई मेजर गर्नु पऱ्यो। र यही इन्स्ट्यान्टेनियस भोल्टेजहरूको सम यदि मैले v1 v2 v3 गर्दा गर्दै, अब यो त इन्फाइनाइटवटा पोइन्ट्सहरूबाट लिन सकिन्छ होइन। यसरी सबै भोल्टेजको सम डिभाइडेड बाई जति टोटल टाइम यहाँनिर लागेको छ, यो टोटल टाइमले डिभाइड गरिदिएँ भने यहाँबाट मैले के अब्टेन गर्छु, एभरेज भ्यालु अफ अल्टरनेटिङ करेन्ट अब्टेन गर्छु होइन। र अब यदि मैले यो एभरेज भ्यालु चाहिँ फर होल साइकल लिएँ भने, एभरेज भ्यालु फर फुल साइकल लिएँ भने के हुन्छ हेर्नुहोस् त, यहाँनिर यति बराबरको पोजिटिभ अर्डिनेट छ, यहाँनिर यति नै बराबरको नेगेटिभ अर्डिनेट छ। यहाँ यति पोजिटिभ अर्डिनेट छ भने यहाँनिर उति नै बराबरको नेगेटिभ अर्डिनेट आउँछ। यहाँ एउटा पोजिटिभ आयो भने फेरि यहाँ उति बराबरको नेगेटिभ आउँछ। हरेक पोजिटिभ भ्याल्यु अफ इन्स्ट्यान्टेनियस भोल्टेजको लागि त्यसको एउटा नेगेटिभ काउन्टर पार्ट एक्जिस्ट गर्छ हो। यस्तो हुन्छ भने त यिनीहरूको टोटल सम अफ भोल्टेज त कति आउँछ, 0 आउँछ। अब 0 डिभाइडेड बाई टाइम टेकन t गरेँ भने त मैले फुल साइकलमा मेरो एभरेज भ्यालु कति आउँछ, 0 आउँछ। ओके, त्यही भएर अल्टरनेटिङ भोल्टेज अथवा अल्टरनेटिङ करेन्टको फुल साइकलमा एभरेज चाहिँ 0 आउँछ। त्यही भएर हामीले जेनरली एभरेज लिनको लागि हाफ साइकललाई कन्सिडर गर्छौँ है त। र हामीले एभरेज भ्यालु लिनको लागि हाफ साइकल मात्र लिन्छौँ होइन। अब हाफ साइकलको लागि के गर्नु पर्यो, हामीले अघि नै भनिसक्यौँ होइन, इन्स्ट्यान्टेनियस भ्यालुजहरूलाई सम गर्ने र त्यसलाई टाइम पिरियडले डिभाइड गर्ने हो भने हामीले के गर्छौँ, एसीको एभरेज भ्यालु अब्टेन गर्छौँ। अब म्याथमेटिकल्ली यसलाई हेर्ने हो भने चाहिँ एभरेज भ्यालु अफ अल्टरनेटिङ करेन्ट भनेको 2I0/π हुन्छ होइन। र यो भ्यालु चाहिँ ट्रु हो होइन, तर सधैँ ट्रु हुँदैन है त। यो भ्यालु सधैँ ट्रु हुँदैन होइन। हामीले जेनरली बुकहरूमा चाहिँ यही नै भेट्छौँ। तर यो भ्यालु कुन बेला मात्र ट्रु हुन्छ, जुन बेला चाहिँ करेन्टको भ्यालु चाहिँ यस्तो साइनोसोइडल वेभ फर्ममा हुन्छ अथवा I = I0 sin ओमेगा t यो फर्ममा हुन्छ भने त्यति बेला मात्रै एभरेज भ्यालु अफ करेन्ट चाहिँ यति हुन्छ। अथवा भोल्टेज यो फर्ममा छ भने एभरेज भ्यालु अफ भोल्टेज यति हुन्छ। नत्र अरू कुनै फर्ममा भएको वेभ फर्मको लागि यसरी हामीले भ्यालु क्यालकुलेट गर्न सक्दैनौँ। यदि त्यसो हो भने कसरी क्यालकुलेट गर्ने त भन्ने कुराको लागि एभरेज भ्यालुको एकदम बेसिक डेफिनेसन बुझ्नुपर्छ। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि, हामीले जुन करेन्ट भनेर भन्छौँ नि, इन्स्ट्यान्टेनियस करेन्टको एक्सप्रेसन भनेको त रेट अफ चेन्ज अफ चार्ज हो, I = dq/dt लेख्नु मिल्छ होइन। तर एभरेज भ्यालु अफ करेन्ट भनेको चाहिँ के हो भन्दाखेरि टोटल चार्ज फ्लोन होइन, टोटल चार्ज फ्लोन डिभाइडेड बाई टोटल टाइम होइन। कुनै पनि टोटल टाइम टीमा चाहिँ जति टोटल चार्ज क्यु फ्लो भयो त्यसलाई नै हामी भन्छौँ एभरेज करेन्ट I एभरेज है त। अब यो टोटल चार्ज कति फ्लो भयो भन्नको लागि हामीले यो एक्सप्रेसन युज गरौँ। I भनेको dq/dt हुन्छ भने dq भनेको IDT हुन्छ होइन। इन्स्ट्यान्टेनियस चार्ज यदि फ्लो हुन्छ भने टोटल चार्जको लागि यो इन्स्ट्यान्टेनियस चार्जलाई इन्टिग्रेट गरिदिउँ न त दुईतिर, यसैलाई इन्टिग्रेट गरिदिउँ। dq भनेको इन्टिग्रेसन IDT, dq भनेको इन्टिग्रेसन IDT। कति टोटल टाइम रिक्वायर्ड हुन्छ भन्नको लागि इन्स्ट्यान्टेनियस टाइम जति रिक्वायर्ड हुन्छ त्यसको सम गरिदिउँ, टोटल टाइम dt होइन। त्यस कारणले टोटल करेन्ट डिभाइडेड बाई टोटल टाइम गरेर चाहिँ हामीले के गर्न सक्छौँ, एभरेज भ्यालु अफ करेन्ट कुनै पनि वेभ फर्मको लागि निकाल्न सक्छौँ। ओके,
अब यही केसमा हामीले इन्स्टान्टेनियस भ्यालु अफ करेन्टलाई रिप्लेस गरेर हेर्ने हो भने तपाईँको आई भनेको आई नट साइन ओमेगा टी डिटी अपन इन्टिग्रेसन डिटी गर्ने हो भने हाम्रो टाइम भनेको हामीले के भनेको छौँ, हाफ साइकलमा अब्जर्भ गरेर हेरौँ भनेको छौँ, किनकि फुल साइकलमा त एभरेज भ्यालु 0 भइ नै हाल्छ होइन। त्यस कारणले गर्दा हाफ साइकलमा अब्जर्भ गर्ने हो भने 0 देखि t/2 0 देखि t/2 हाम्रो टाइम रेन्ज हुन्छ। यो गर्दाखेरि आई नट साइन ओमेगा टी को इन्टिग्रेसन कस ओमेगा टी बाई ओमेगा नेगेटिभ साइन पनि इन्ट्रोड्युस हुने भयो। अब ठ्याक्क लिमिट्सहरू राख्नुहोस्, कति आउने भयो, कस t/2 माइनस कस 0 हुनुपर्ने, तर कस 0 माइनस कस ओमेगा टाइम्स t/2 हुने भयो होइन। त्यस कारणले गर्दाखेरि यहाँनिर र ओमेगाको भ्यालु सबै पुट गर्नुहोस् होइन, कति आउँछ ल हेरौँ है त। आई नट कस ओमेगा टी बाई ओमेगा माइनस कस ओमेगा टी बाई ओमेगा आउँछ होइन। अब यसलाई चाहिँ तपाईँले 0 देखि t/2 सम्म रेन्ज गराउनु पर्यो। अपन यो तलको t हुन्छ, t को t/2 भनेको t/2 नै आउने भयो है त। अब आई नट अपन 2π/t हो नि होइन, तपाईँको ओमेगा भनेको त। अनि कस ओमेगा माइनस कस ओमेगा भनेको 2π/t 2π/t इन्टु t/2 भनेको तपाईँको माइनस कस पाइ आउने भयो। अनि त्यसपछि माइनस माइनस प्लस कस तपाईँको 0 हुने भयो होइन। भनेपछि 1 माइनस माइनस 1 भनेको 1 प्लस 1 भनेको 2 हुने भयो होइन। त्यस कारणले गर्दाखेरि यसको भ्यालु आउने भयो 2 होइन। यसको भ्यालु 2 आउने भयो। यदि यो 2 आउँछ भने यो 2 लाई र यो 2 लाई हामी काट्दिउँ, तलपट्टि हाम्रो t/2 छँदैछ होइन। र यो tt पनि क्यान्सल हुने भयो होइन, यो tt पनि क्यान्सल हुने भयो। त्यस कारणले गर्दा यो 2 माथि जाने भयो, 2i0 आउने भयो र तल पाइ आउने भयो नि त। यसरी हामीले 2i0/π भनेर यही एक्सप्रेसनबाट डिराइभ गर्न सक्छौँ। अब हामी एमसिक्यूको लागि चाहिँ डिराइभ गरेर बस्ने होइन। एभरेज भ्यालु अफ करेन्ट भनेको 2i0/π भन्ने कुरा साइनोसोइडल वेभ फर्ममा आयो भने चाहिँ जहिले पनि यही हुन्छ भनेर सम्झिने होइन। तर सधैँ यही चाहिँ हुँदैन, किनकि वेभ फर्म फरक हुन पनि सक्छ। मोर देन 95% अफ केसेसमा हाम्रो आउने क्वेसन्सहरूमा चाहिँ साइनोसोइडल वेभ फर्म नै हुन्छ। त्यस कारणले गर्दा हामीले एभरेज भ्यालु यो भनेर लेखेको मात्रै हो। अनि अब तपाईँको जस्तै आई इजकल्स टु आई नट साइन ओमेगा टी भयो भने चाहिँ यो हुन्छ होला होइन। आई इजकल्स टु आई नट साइन नै छ फङ्सन, ओमेगा टी नै छ प्लस पाई, सरी अब पाई अथवा कुनै पनि एङ्गल, पाई/2 नै भन्नु परेन होइन, जुन कुनै पनि एङ्गल हुनसक्यो, ओमेगा टी प्लस फाई यस्तो फर्ममा छ भने चाहिँ यसको एभरेज भ्यालु चाहिँ कति हुन्छ, यति नै हुन्छ है त। यो फेज डिफ्रेन्स आयो भन्नेमा चाहिँ नझुक्किनु नि फेरि। फेज डिफ्रेन्स आए पनि एज लङ एज द फङ्सन इज साइन, दिस एभरेज भ्यालु विल बी सेम एज दिस है त। त्यस कारणले गर्दा फेज डिफ्रेन्स आयो भने चाहिँ फरक पर्ने होइन, तर यो फङ्सन नै फरक छ, यो एक्सप्रेसन नै फरक छ भने त्यति बेला चाहिँ एभरेज भ्यालु फरक हुन्छ। अब सिमिलर एक्सप्रेसनमा भोल्टेज छ भने भोल्टेजको लागि पनि 2v0/π लेख्न सकिन्छ, तर एक्सप्रेसन के हुनु पर्यो, साइनोसोइडल हुनु पर्यो त। This is all about average value of current. Moving on to the next value, that is root mean square value. अब नामबाटै काफी छ होइन, रुट मिन स्क्वायर भनेको के हो, रुट अफ मिन अफ स्क्वायर हो। इङ्ग्लिसमा अगाडिबाट पछाडि लेखिन्छ, तर नेपालीमा पढ्दाखेरि अब हामीले फेरि पछाडिबाट अगाडि पढ्नुपर्छ होइन। रुट अफ मिन अफ स्क्वायर भनेको के हो, स्क्वायरको मिनको रुट निकाल्ने त हो नि होइन। भनेपछि कुनै पनि क्वान्टिटी छ, मानौँ अल्टरनेटिङ करेन्ट छ भने अल्टरनेटिङ करेन्टको स्क्वायर गर्नुहोस्, आईको स्क्वायर। अब यसको मिन निकाल्नुहोस्। मिनको लागि चाहिँ हामी जेनरली कुनै पनि क्वान्टिटी एक्स छ भने मिनको सिम्बल यसरी लेख्छौँ, कि त एक्स बार भनेर लेख्छौँ होइन, कि त यसरी एक्सलाई दुइटा यस्तो एरो क्याप्सहरूको बिचमा पनि राख्छौँ है त। जसरी सजिलो लाग्छ त्यसरी राख्नुहोस्। मलाई चाहिँ यस्तो बार राख्दा सजिलो लाग्छ, त्यही भएर मैले चाहिँ बार राख्दिएँ है त। भनेपछि मैले के गरिदिएँ, कुनै पनि क्वान्टिटी मानौँ मलाई करेन्टको रुट मिन स्क्वायर भ्यालु निकाल्न छ भने करेन्टको स्क्वायर गरिदिएँ, यसको मिन गरिदिएँ, मिनको अब रुट गरिदिएँ। यही भनेको मेरो के हो, करेन्टको आरएमएस भ्यालु हुन्छ। ठिक छ, करेन्टको आरएमएस भ्यालु हुन्छ। अब यस्तो अजिबो गरिब क्वान्टिटी मलाई किन चाहियो त, किन चाहियो मलाई यो रुट मिन स्क्वायर भ्यालु अफ करेन्ट अथवा रुट मिन स्क्वायर भ्यालु अफ भोल्टेज भन्ने हो भने चाहिँ त्यसको सर्टेन सिग्निफिकेन्स छ। रुट मिन स्क्वायर भ्यालु अफ करेन्टको सिग्निफिकेन्स केमा आउँछ भन्दा पावर क्याल्कुलेसनमा आउँछ, पावर क्याल्कुलेसनमा आउँछ है त। जस्तो कि हामीलाई के थाहा छ भन्नुहोस् त, हामीले इलेक्ट्रिकल पावर भनेको के भनेर पढेको, इलेक्ट्रिकल पावर भनेको त हामीले पढेको पी भनेको त आई इन्टु भी, करेन्ट इन्टु भोल्टेज भनेर पढेको हो। यहाँनिर त हरेक पोइन्टमा करेन्टको भ्यालु पनि फरक छ, भोल्टेजको भ्यालु पनि फरक छ हो। त्यसो हुनाले गर्दा यो टाइम डिपेन्डेन्ट दुईवटा फङ्सन्सहरूको प्रोडक्ट लिएर आएको यो पावरको भ्यालु पनि त हरेक टाइममा फरक हुन्छ होला
हरेक टाइममा फरक हुन्छ। त्यस कारणले गर्दाखेरि यो करेन्टको एक्सप्रेसन र भोल्टेजको एक्सप्रेसन मल्टिप्लाई गरेर आएको पावरलाई चाहिँ हामी भन्छौँ इन्स्ट्यान्टेनियस पावर, होइन? तर यो इन्स्ट्यान्टेनियस पावरको हामीलाई धेरै युज छैन। किन भन्दाखेरि यस्तो हरेक पोइन्टमा भेराइ भइरहेको पावरले हामीले कुनै पनि प्रकारको इनर्जी क्याल्कुलेसन गरेर चाहिँ आफ्नो सिस्टममा लगेर फिड गर्न सक्ने सम्भावना हुँदैन। त्यस कारणले गर्दा हामीलाई चाहिँ यसको एउटा अलिकति मोडिफाइड भर्जन अफ क्वान्टिटी चाहिन्छ र त्यसलाई हामी भन्छौँ एभरेज पावर। एभरेज पावर, ओके? त्यस कारणले गर्दा हामीले यसको एभरेज पावर निकाल्नको लागि चाहिँ करेन्ट र भोल्टेजको एक्सप्रेसन्सहरूको हेल्प लिन्छौँ, होइन? यो एभरेज पावर निकाल्नको लागि चाहिँ तपाईँले जुन करेन्ट इन्टु भोल्टेज गर्नुहुन्छ अथवा जुन करेन्ट इन्टु करेन्टको स्क्वायर इन्टु रेसिस्टेन्स गर्नुहुन्छ, यो भ्यालु अफ करेन्ट चाहिँ जहिले पनि हामीले आरएमएस भ्यालु लिन्छौँ, भोल्टेजको पनि आरएमएस भ्यालु लिन्छौँ। ठिक छ? सो यो आई स्क्वायर भनेको के हो? पावरको टर्म्समा युज हुने क्वान्टिटिजहरू भनेको जहिले पनि आरएमएस भ्यालुजहरू हुन्छन्। र आरएमएस भ्यालुहरू जति पनि हाम्रो क्वेसन्सहरूमा दिएको छ तिनीहरू आरएमएस भ्यालुज हुन्छन्। भन्नाको मतलब जस्तै कि तपाईँलाई 220 भोल्ट 50 हर्ज सप्लाई भनेर भन्यो, एसीको नाम यसरी दियो, एसीको भ्यालुजहरू यसरी दियो भने यो 220 भोल्टलाई तपाईँले के बुझ्नुहुन्छ? आरएमएस भ्यालु भिआरएमएस भनेर बुझ्नुहुन्छ। अथवा करेन्ट फ्लोइङ इन द सर्किट अफ अल्टरनेटिङ करेन्ट इज 25 एम्पियर भनेर भन्यो भने यो यसरी दिएको करेन्टलाई के भनेर बुझ्नुहुन्छ? आइआरएमएस भनेर बुझ्नुहुन्छ। र यस्तै गरी यदि पावर इन द एसी सर्किट इज यति वाट भनेर दियो भने चाहिँ के बुझ्नुहुन्छ? त्यो पावर भनेको एभरेज पावर भनेर बुझ्नुहुन्छ। यदि स्पेसिफाई गर्यो यस्तै खालको पावर हो, यस्तै खालको करेन्ट हो, होइन? आरएमएस भ्यालु अफ करेन्ट होइन कि पिक भ्यालु हो कि अथवा एभरेज भ्यालु हो भनेर स्पेसिफाई नै गर्यो भने त क्वेसनले जे भनेको छ त्यही हुन्छ। अरू केही कुरा पनि स्पेसिफाई गरेको छैन भने चाहिँ करेन्ट भोल्टेजहरूको भ्यालुको लागि चाहिँ हामी आरएमएस भ्यालु भनेर बुझौँ, होइन? र पावरको भ्यालु दिएको छ भने चाहिँ एभरेज पावर भनेर हामीले बुझ्नुपर्छ, है त? त्यसो भएको भएर पिक भ्यालु र एभरेज भ्यालुले चाहिँ ट्रु इफेक्ट अफ एसी कहिले पनि दिँदैन, ओके? ट्रु इफेक्ट अफ एसी केले दिन्छ? आरएमएस भ्यालुले दिन्छ। र आरएमएस भ्यालु भनेको के हो? अघि नै हामीले हेरिसक्यौँ, होइन? पावर भनेको के थियो हाम्रो? आइआरएमएस स्क्वायर इन्टु आर, होइन? यो भनेको ठ्याक्कै के हो? आइआरएमएस बराबरको डिसी हुँदाखेरि जति पावर जेनेरेट हुन्थ्यो त्यति नै भ्यालु हो आरएमएसको करेन्टको, होइन? त्यस कारणले गर्दा आरएमएस भ्यालु अफ एसी भनेको त्यति भ्यालु अफ स्टेडी डिसी हो जुनले चाहिँ यो आर रेजिस्टरबाट त्यति नै पावर डिसिपेट गर्थ्यो त्यति नै टाइममा जति एसीले गर्छ, ओके? यो चाहिँ द्याट भ्यालु अफ डिसी करेन्ट हो, है त? त्यस कारणले गर्दा अब म्याथमेटिकल्ली आरएमएस भ्यालु अफ अल्टरनेटिङ करेन्ट भनेको I0/√2 भनेर आउँछ, होइन? यो पनि फेरि अघिको जस्तै केस हो, है त? यो पनि सबै कुरामा सबै ठाउँमा ट्रु हुँदैन। कुन ठाउँमा मात्र ट्रु हुन्छ यो भन्दा साइनोसोइडल वेभ फर्म भएको केसमा मात्र ट्रु हुन्छ। धेरै ठाउँमा साइनोसोइडल वेभ फर्म नै हुन्छ, होइन? तर कुनै अर्को प्रकारको वेभ फर्म आयो भने पनि हामीले गर्न त सक्नुपर्छ, होइन? गर्नको लागि के गर्ने भन्दा सिम्पली इन्स्ट्यान्टेनियस भ्यालुको एक्सप्रेसन लिने। इन्स्ट्यान्टेनियस भ्यालुको एक्सप्रेसन लिने। आई इक्वल्स कति छ होला? मानौँ ल I0 sin ओमेगा टीको ठाउँमा जे पनि हुनसक्छ। जस्तै ल sin ओमेगा टी नै लिएर हेरौँ, है त? I0 sin ओमेगा टी यो इन्स्ट्यान्टेनियस भयो। इन्स्ट्यान्टेनियस करेन्टको के गर्ने? रुट मिन स्क्वायर, स्क्वायर गर्ने, स्क्वायरको मिन गर्ने, यो मिनको रुट गर्ने। ठिक छ? अब यही एक्सप्रेसनलाई क्याल्कुलेट गरेर चाहिँ हामीले के गर्न सक्छौँ? रुट मिन स्क्वायर भ्यालु अफ करेन्ट निकाल्न सक्छौँ, है त? त्यस्तै गरी आरएमएस भ्यालु अफ अल्टरनेटिङ भोल्टेज भनेको V0/√2 भनेर हुन्छ। यो पनि साइनोसोइडल वेभ फर्मको लागि मात्रै हो। एक्सप्रेसन वाइज डिराइभ गर्नु पर्यो भने चाहिँ हामीले कसरी गर्न सक्छौँ भन्दाखेरि टक्क इन्स्ट्यान्टेनियस करेन्टको एक्सप्रेसन लिएर स्क्वायर गर्ने, होइन? अब I0 sin ओमेगा टीको स्क्वायर गर्नु पर्यो भने I0 स्क्वायर sin ओमेगा स्क्वायर टी आउने भयो, होइन? त्यसपछि यसको एभरेज गर्ने। एभरेज गर्नको लागि हामीले के गर्नुपर्छ? अघि हामीले एभरेज गर्नको लागि के गरेको थियौँ? इन्टिग्रेसन डिटी डिभाइडेड बाई इन्टिग्रेसन डिटी। यही नै थपेको त हो नि, होइन? एभरेज गर्नको लागि यहाँनिर पनि यसरी नै एभरेज गर्ने। बस अब यहाँबाट जति भ्यालु आउँछ त्यसको चाहिँ हामीले के गर्नु पर्यो? रुट गर्नु पर्यो अथवा पावर 1/2 गर्नु पर्यो भनेर भनेको, होइन? अब यो चाहिँ हामीले कुन साइकलमा लिन्छौँ? आरएमएस भ्यालु फुल साइकलमा लिन्छौँ, है त? फुल साइकलमा आरएमएस भ्यालु लिन्छौँ, होइन? अघि एभरेज चाहिँ हामीले हाफ साइकलमा किन लिएको भन्दा फुल साइकलमा 0 हुन्छ भनेर भयो, है त? हामीले कुरा पनि गरिसक्यौँ। यसलाई हामीले 0 to 2, यसलाई हामीले 0 to t मा इन्टिग्रेट गरौँ। अब इन्टिग्रेट गरेपछि साइन स्क्वायर ओमेगा टीको इन्टिग्रेसन गर्न सकिहालिन्छ, होइन? 1 - cos साइन स्क्वायर थीटा भनेको कति हुन्छ तपाईँको? 1 - cos 2 θ/2 हुन्छ, होइन त?
त्यस कारणले गर्दा अब ठ्याक्क यो साइन स्क्वायर ओमेगा टीलाई 1 - cos 2 ओमेगा टी बाई 2 ले रिप्लेस गर्नुहोस्, सबै भ्यालुजहरू पुट गर्नुहोस् र यो एक्सप्रेसन अब्टेन गरिन्छ होइन। अब हरेकचोटि डिराइभ गर्न चाहिँ यहाँनिर फेरि पनि सम्भव हुँदैन, त्यही भएर आरएमएस भ्यालु र एभरेज भ्यालुको एक्सप्रेसन्सहरू चाहिँ तपाईँलाई साइनोसोइडल फर्मको लागि चाहिँ याद हुनुपर्छ, अरू फर्म आयो भने मेजर गरौँला है त। त्यस्तै गरी अर्को एउटा टर्म छ फर्म फ्याक्टर भनेर होइन। अब फर्म फ्याक्टर भनेको चाहिँ सिम्पली के हो, आरएमएस भ्यालु र एभरेज भ्यालुको रेसियो हो भनेर बुझ्नु पऱ्यो, ठिक छ। आरएमएस भ्यालु र एभरेज भ्यालुको रेसियो हो। अब अघिको जस्तै डिफ्रेन्ट वेभ फर्म्सको लागि आरएमएस भ्यालु पनि डिफ्रेन्ट हुनसक्छ, एभरेज भ्यालु पनि डिफ्रेन्ट हुनसक्छ। त्यो कारणले गर्दा तपाईँको फर्म फ्याक्टर पनि डिफ्रेन्ट आउन सक्छ। तर जेनरली साइनोसोइडल वेभ युज गर्ने भएको हुनाले गर्दा अब साइनोसोइडलको आरएमएस भ्यालु कति हुन्छ भने भर्खरै हामीले साइनोसोइडल केसमा आरएमएस भ्यालु I0/√2 हुन्छ भनेर भनेको नि होइन, आइआरएमएसको भ्यालु। त्यसै गरी तपाईँको भिआरएमएस कति आरएमएस भ्यालु र एभरेज भ्यालुको रेसियो भनेपछि आई एभरेजको भ्यालु कति हुन्छ, हामीले अघि कति भन्यौँ 2I0/π हुन्छ भनेर भन्यौँ होइन। आरएमएस भ्यालु र एभरेज भ्यालुको रेसियो निकाल्नु भयो भने कति हुन्छ, IRMS/I एभरेज गर्नुभयो भने के पाउनुहुन्छ तपाईँले I0/√2 अपन 2I0/π भनेर अब्टेन गर्नुहुन्छ नि। यो भनेको चटचट I0 काटिने भयो होइन। त्यस कारणले गर्दा तपाईँले कति अब्टेन गर्नुहुने भयो, पाई माथि जान्छ, √2 तल आउँछ, π/2√2 भनेर भ्यालु आउने भयो। अब यो भ्यालु भनेको चाहिँ स्ट्यान्डर्ड भ्यालु भयो होइन। डेसिबलमा लाँदाखेरि अलमोस्ट 1.11 यस्तो भ्यालु आउँछ होइन। र हामीले चाहिँ अब अप टु 2 डेसिमल प्लेस लिएर चाहिँ जेनरली साइनोसोइडल वेभको लागि चाहिँ फर्म फ्याक्टर साइनोसोइडल वेभको लागि 1.11 हुन्छ भनेर भन्छौँ है त। साइनोसोइडल वेभको फर्म फ्याक्टर चाहिँ अलमोस्ट 1.11 जस्तो हुन्छ। मुभिङ अन, अर्को टर्म छ इम्पिडेन्स। इम्पिडेन्स भनेको चाहिँ सर्किटले टोटल इफेक्टिभ अपोजिङ रेजिस्टेन्स कति अफर गरिरहेको छ भन्ने कुराको मेजर हो। जस्तो कि तपाईँको के हुन्थ्यो भन्दाखेरि डिसी सर्किट्समा हेर्नुहोस् है, डिसी सर्किट्समा के हुन्थ्यो, यदि तपाईँले रेसिस्टर हाल्नुभयो भने यसले करेन्टलाई रेसिस्ट गर्थ्यो। तर यदि तपाईँले इन्डक्टर हाल्नुभयो भने के हुन्थ्यो, इन्डक्टरले एज अ सोर्स फर ब्याक इएमएफ होइन, ब्याक इएमएफको सोर्सको रूपमा काम गर्थ्यो। अब तपाईँले त्यस्तै क्यापेसिटर हाल्नुभयो भने पनि एज अ सोर्स फर ब्याक इएमएफको रूपमा काम गर्थ्यो। तर यिनीहरूले सर्किटमा रेसिस्टेन्स त प्रोभाइड गरेको थिएन नि, रेसिस्टेन्स प्रोभाइड गरेको होइन नि, ब्याक इएमएफ प्रोभाइड गर्थ्यो। तर एसी सर्किट्समा चाहिँ यो फेनोमेनन फरक हुन्छ, यिनीहरूले पनि सर्टेन टाइप अफ रेसिस्टेन्स प्रोभाइड गर्छन् होइन। र नर्मल रेसिस्टर त्यस्तै गरी यो डिफ्रेन्ट सर्किटल इलिमेन्ट्सहरूको सबैको रेसिस्टेन्स मिलाएर जति इफेक्टिभ रेसिस्टेन्स हुन्छ त्यसलाई नै हामी इम्पिडेन्स भनेर भन्छौँ होइन। यसलाई चाहिँ हामी अझ राम्रोसँग चाहिँ पहिला आरएल सर्किट पढेपछि मात्र बुझ्छौँ, त्यति बेला फेरि पनि कुरा गरौँला। अहिलेको लागि चाहिँ हामी के मात्र बुझौँ भन्दाखेरि इफेक्टिभ अपोजिङ रेसिस्टेन्स हो भनेर बुझौँ। अब यसको भ्यालु क्यालकुलेट गर्नको लागि चाहिँ सिम्पली भिआरएमएस र आइआरएमएसको रेसियो लिँदा पनि हुन्छ अथवा पिक भ्यालुजको रेसियो लिँदा पनि हुन्छ। तर एउटा गल्ती चाहिँ नगर्नु है। कस्तो गल्ती नगर्नु भन्दाखेरि इम्पिडेन्सको जस्तै हाम्रो उतापट्टि इलेक्ट्रिकल सर्किट्सहरूमा रेसिस्टेन्स भनेको त हामीले V/I भनेर लेखिदिन्थ्यौँ नि, V/I भनेर लेखिदिन्थ्यौँ। यो V भनेको त्यति बेलाको एक्टिङ भोल्टेज नै हुन्थ्यो, एक्टिङ इन्स्ट्यान्टेनियस भोल्टेज नै हुन्थ्यो होइन। त्यहाँ त भोल्टेज त सेम नै छ नि त जुन कुनै पनि पोइन्ट अफ टाइममा। यो करेन्टको भ्यालु पनि एक्टिङ इन्स्ट्यान्टेनियस करेन्ट नै हुन्थ्यो, ओके। तर यहाँनिर इम्पिडेन्स भनेको यदि तपाईँले इन्स्ट्यान्टेनियस भोल्टेज बाई इन्स्ट्यान्टेनियस करेन्ट लेख्नुभयो भने दिस विल बी रङ, यस्तो लेख्न चाहिँ पाइँदैन। यहाँनिरको इम्पिडेन्स भनेको कि त तपाईँले आरएमएस भ्यालुको रेसियोमा लिनु पऱ्यो, कि त तपाईँले पिक भ्यालुजको रेसियोजहरूमा लिनु पऱ्यो, अथवा तपाईँले के पनि गर्न सक्नुहुन्छ, एभरेज भ्यालुको रेसियोजहरूमा लिनुभयो भने पनि साइनोसोइडल वेभको फर्म एउटै हुँदै गर्दाखेरि रेसियो चाहिँ सेम आउँछ। तर इन्स्ट्यान्टेनियस भ्यालुजको रेसियो लिन चाहिँ पाइँदैन। किन पाइँदैन होला, किन भन्दाखेरि यहाँनिर चाहिँ यिनीहरू दुईटा बिचमा फेज डिफ्रेन्स एक्जिस्ट गर्छ के, फेज डिफ्रेन्स एक्जिस्ट गर्छ। अब फेज डिफ्रेन्स एक्जिस्ट गर्छ होइन। अब यिनीहरूलाई ठ्याक्कै भेक्टर क्वान्टिटिजहरू चाहिँ भन्नु मिल्दैन होइन। दे आर नट भेक्टर्स, दे आर फेजर्स भनेर भन्छौँ हामी होइन। यिनीहरू चाहिँ फेजर क्वान्टिटीहरू हुन्, तर दे सम वाट बिहेभ लाइक भेक्टर भनेर एकछिनलाई बुझौँ है त। त्यस कारणले गर्दाखेरि यिनीहरूको डाइरेक्सनै फरक भएको कारणले गर्दा इन्स्ट्यान्टेनियस करेन्टको कहिल्यै पनि दुईवटा इन्स्ट्यान्टेनियस क्वान्टिटिजहरूको रेसियो क्यालकुलेट गर्न चाहिँ मिल्दैन कि है। इन्स्ट्यान्टेनियस भोल्टेज डिभाइड बाई इन्स्ट्यान्टेनियस करेन्ट गरेर इम्पिडेन्स गर्न चाहिँ मिल्दैन। कि त तपाईँ आरएमएस भ्यालु लिनुहोस् कि पिक भ्यालु लिनुहोस्, कि नत्र एभरेज भ्यालु लिनुहोस्, तर इन्स्ट्यान्टेनियस नलिनुहोस्। त्यो गर्नुभयो भने गलत हुन्छ है त। त्यस्तै गरी अर्को टर्म छ एडमिटेन्स है।
एडमिटेन्स भनेको चाहिँ के हो? जस्ट इम्पिडेन्सको अपोजिट हो होइन? यो चाहिँ टोटल इफेक्टिभ कन्डक्टेन्स इन एसी सर्किट हो र एडमिटेन्स भनेको चाहिँ 1/, इम्पिडेन्स हुन्छ। जसरी कन्डक्टेन्स भनेको 1/, रेसिस्टेन्स भयो जस्तै हो है त। अब यो इम्पिडेन्सको युनिट के हुन्छ भन्नुहोस् त? युनिट यो रेसिस्टेन्स हो भनेपछि युनिट इज सेम एज रेसिस्टेन्स। युनिट इज सेम एज रेसिस्टेन्स। अब यदि इम्पिडेन्सको सेम एज रेसिस्टेन्स हुन्छ भने यसको युनिट सेम एज कन्डक्टेन्स हुन्छ भनेर भन्न सकिन्छ हो। यानि कि यसको ओम, यसको ओम इन्भर्स। ठिक ठिक भने अगाडि बढौँ।